अनिसे अब भुतनाथ सेक्युरिटीमा छौँ हामी सबै जेट सेक्युरिटीमा हो नि त फेरि अब दिन दुगुना रात चौगुना अब दिन दुगुना रात चौगुना हाम्रो राजु दाई वरिष्ठ नेता तर केपी ओलीको हालत भएको छ अहिले गुल्डुमाडे हाम्रो पर्सनल एसिस्टेन्ट यो के अरे गौरव भाइलाई गोपुर किनेर हालिदिनु पऱ्यो क्या मुखमा हालिदिन्छु अनि म हालिदिन्छु कसले गर्छ नि त ब्लग बनाएर मलाई त्यो भिडियो म चाहिँ एडिट गरेर रातभरि धेरै चल्छ भाइ अनि यो भाइलाई म फेमस बनाएँ 100% क्लियर बोल्छ नि त 4000 त राम्रो पाएको यार भिडियो क्वालिटी कस्तो राम्रो छ ढुङ्गाको त देउता मिलेको बेगरले मागेकै छ तिम्रो अर्को फोन आयो भने हुन्छ मलाई देऊ है भन अहिले उसलाई कस्तो धुकचुक भइरहेको छ बेगर दाइलाई बेकार पैसा दिए 2500 रुपियाँ दिएको रहेछ नि त भाइ त्यो कुरा अब रिप्लाई नगरौँ र भोलिदेखि रिप्लाई नगरौँ चार्ज हटो माया लिएर जो आउँछ त्यसलाई एक्सेप्ट गर्ने जो अहङ्कार लिएर आउँछ त्यसलाई साइड गर्नु सक्यो नियम लागु भइसक्यो अरे आजबाट नियम लाग्यो साँच्चै आजबाट नियम लागु भइसक्यो है नियम नयाँ नियम भन्देऊ न नयाँ नियम भन्देऊ न आजबाट नयाँ नियम लागु भइसक्यो भाइ अब यो कुरा यहाँ टुङ्गाइदिने यो कुरा यही टुङ्गाइदिने अब मान्छे एउटै कुरा भाइ एउटै चिजमा लाग्न सक्दैन नि त साथीभाइहरू चाहिँ चाहिँदैन रहेछ उनीहरूलाई क्या पैसा मात्रै चाहियो पैसाले सबै चिज किन्छ भनेर सोध्छ नि साथीको सेल्फ रेस्पेक्ट एउटा हुन्छ जो किन्नु सक्दैन नि नवीन दाइ त सुत्यो आज नवीन दाइ सुत्नु भएको त्यस्तै भएर कुरा हो रस गरे क्या ओठाको पछाडि एउटा दुईटा बनाएर मनलाई जान्छ भाइ हामी यताबाट लाग्छौँ होइन एउटा त्यो सामान पनि लिनुपर्ने मेरो सामान ल दाइ भोलि भेटौँ ल हामी यहाँ स्थान
9 बजी सबै मान्छेहरू छैन तर कहाँ गयो गयो यार कति मोडहरू